दाजुभाइले लाउँछ अरे ओभर हात दिनपछि अन्त भाइहरूले हेरिदिन्छ तिमीले पनि बङ्गलङ्ग लगेर फुटाउनु कसो यो डल्लै आउँदै आउँदैन ए सिधा बस्न लोपे मलाई भने कुनै न कसले खान्छ अरे तिमीले कलसको पानीले अलिकति धुवा न भइहाल्छ त हिर्काउनेले अनि भाइहरूले हुन्छ लु पानी चलाउनु हो अब भाइको आफ्नो आफ्नो एउटा एउटा उखोर्ने हौ टाउकोमा खुट्टा देखियो हौ टाउको देखियो हौ खुट्टा देखि गर्छ हौ जहाँसुकैबाट गर होइन आप्पा जहाँसुकैबाट गर त्यसो नदेखेको हिजो देखेको काठमाडौँ ढुङ्गाले हिजो एकै तालमा क्याचाकै नि कलस किन कलशले फुलले हात कुचिन्छ है अलिक उँधो मैले किन क्यामेरा अलिक उँधो मलाई उठाउँछ भने फुटाउन गचक परेको त उसको तरिकाले लाउँछ म जान्दिनँ यस्तो तरिकाले यिनीहरू जान्छ अहिले नानी सिकाउँदैन एकै तालमा रुसली ओ भयो भयो ल छाना माथि होइन बाहिर फ्याँक्थ्यो अब घुम्छ पछाडि अलिक छोडै बाटो हात जोडेर बस्न है दुइटै कलशले मात्रै घुमाउँदा हुन्छ कलशले मात्रै घुमाउँदा हुन्छ मान्छे घुम्नुपर्छ तडो टिभी त घुम्दो रहेछ नि घुमाएर लाउँछ नि म चाहिँ थाहा छैन अहिले तुरु भइसक्यो बाई बाई 3 रन सक्यो म चाहिँ टिका मात्रै लगाइदिन्छु माथि एउटा यत्रो चाहिँ मेरोबाट हुँदैन दिदी भएको कामै त्यही बाटो छोराइ तेलले लाग्छ है तिमीहरूलाई तेलले लाग्दा के कम्ती पनि छोरा भन्छ तिन रन यो पनि विधिपूर्वक लाउँछ नि गयो बहिनी गयो दुई लास्ट एक ए हात जोडेर बस्न दुइटै गलिसके ढाडे मलाई के को त्यो भुडी अलिकति घट्छ गर्नुपर्छ यस्तो कहिले होइन पा ए लागेन है तेरो कपालमा म तेल लगाइदिन्छु नि बुझिस् जङ्गल जस्तो कपाल द्याट्स अ रिचुअल अब हात यसो गर घुँडाको छेउमा सिधा तेल लाग्यो लास्टमा खुट्टा लागेन यमराजले पक्रियो भने चाहिँ चिप्लियोस् अरे क्या त्यही ओ माय गॉड कानमा समात्दा कपालमा समात्दा हातमा समात्दा हात थाप लोपे हात हो घुँडामा बस म क्यामेराम्यान गलिसक्यो होइन त अरू भन्दा नि माघमा चाहिँ मजाले लगाइदिनु नि तेल आन्टीले समाउँदा चिप्लेर जाओस् तीनचोटि गर्नुपर्छ कम्ती नझार्नु त्यसरी टाउको मात्र राख्नु खै अङ्कल चाहिँ अङ्कलको पाला अङ्कललाई चाहिँ मजाले लगाइदिए अहिलेको भाइरल लाग्छ उज्यालो छेक्यो यता गर्छ अझै फेरि रातो लाग्छ है सर्टमा चाहिँ त्यही कारणले हो कि जस्तो मात्रै गरिदिँदैछु अझै फेरि सेतो सर्ट लगाएछ यता सिधा भाइटिकामा यही लाउनु मलाई यस्तो टाउकुटा अझै टाउकुटा के साह्रो लगाएछ हातै रातो भएर भयो त्यति नै लगाइदियो पञ्चरङ्गी लाउँदा लोप्साङ सिधा बस डरी गर्दैछ लोबे अरूले यस्तो गर्दैन हाम्रो सिधा गर्दा
पञ्चानब्बे दिनु दिनमा मैले हिजोको टिभीमा हेरेको गन्दिम गरेन रहेछ यसले नेवारहरू जतिले यसो गर्दा रहेछ छेत्री बाहुनहरूले क्षेत्री बाहुनले गर्दैन एउटा हात पुस्ने पहिला राख्न चाहिँ गर्ने आउँदैन मात्रै हो छेत्री बाहुन त यही टिका लाउँछ ए झरो झरो माचिस काठमाडौँमा पहिले शीतल आउँछ यस्तो माथि गर लाग्छ त्यो होला बिर्सिनु भयो म त कलर कलर मात्रै लगाइदिनु होइन मस्किनु पर्ने छैन त ऊ कुरा टिका लगाइदिइसक्यो त्यसले फुल मात्रै लगाइदिँदा पनि हुन्छ हुन्छ त्रिलमा फुल मात्रै हाम्रो कामै त्यही होइन अनि तैँले फुल तयारी बनाएर बस फुल अघि लगिसकेको छ मखुमा हाल्यो केही बाँकी राख्छ होला र फुलमाला कतिवटा छ आनीको भयो भने त अनि कसले भनेको बग्यो आनीले खदै लाउनुहुन्छ नि त पानी धेरै भएछ टिकामा नि खदा लाउनु एकजना यहाँको सलाई गायब ऊ भुइँमा झऱ्यो अघि भनेको त नेवारहरूको त्यो माना भरिहाल्दोस् माना घोप्टाउनु हुँदैन रहेछ नि त म पूजामा घोप्टाउँदो रहेछ क्या माना माना भक्ताउनु हुँदैन कहिले आइपुग्यो भयो चम्ची राख्नु नि पानी खुवाउने त चम्ची एउटा रुममा के त लोक्सानको उता एकछिन आनन्दले बस्नु एकछिन बस्नु चुप लाएर हिरोइन आन्टी नले है नले आज त कपाल लाउनु हुँदैन थियो के हुँदैन बिहिबार न सिबार राम्रो भन्छ त पत्तो मलाई दिन्थ्यो नि माला माला पक्रिन् त छोड्दा अलिकति यो यता पछाडि लगाइदियो नि छिटो यसको टुपियर यहाँ चाहिँ यो पछाडि हो त्यसरी अन्त मात्रै देख्छ ल यो व्हाइटवाला अलिकति बस्नु नि तिमी उज्यालो भएन तल माथि माथि लाउँदैछ हो त्यो अब रेप आथि लगाइदियो भयो हुन्छ ल दिदीहरूको खुट्टा ढोका सक्यो भयो लु निक्ला बाहिर राख लु इसमा चिस्टा लगाइदियो लु निस्का त अङ्कललाई गरिहाल त तिमीहरू अङ्कललाई ढिलो हुन्छ ल मनी देऊ सिस्टरलाई त्यस्तै भएर सेम हुन्छ राम्रो लाग्दैछ यो लोकसभाले लास्टमा थपक पारेर लगाइरहनु त कस्तो रहेछ कटाकटो गरेको झन् देखाइ छ आप्पा र आमालाई पनि छे गर इसमा सिस्टर ल्याइदियो ए अर्को चाहिँ कहाँ गयो म चाहिँ जोइन यहाँ छ यहाँ यहाँ स्मा सिस्टरको पनि खुट्टा रगो आज खोल्नु दिएन त्यो माला त्यो त लाउनु पर्छ लु अङ्कल बस्नु हो त्यसरी ल पक्ड मेरो अङ्कल ओरै बस्नु ल पछाडि घुम्न अब त अघि घुम्नु अङ्कलको लागि चाहिँ घुम्नु परेन ए भिडियो बनाउनु पो भनेको यहाँ आइज लुची भाइलाई खाना हालिदिन्छु लोकसँग र लवङ कहाँ गयो भोक लाग्यो रे माथिको लवङ लु लवङ लवङ भन्दै थिएँ है सम्भव छ टिका भनेर पानी धेरै बनाएको छ पानी तल बनाएको छ नि माला कहाँ छ
सानो भयो भने ए बाटो छोडे भिडियो बनाउँदैछ तिम्रो भुइँमा राख किन एकछिन अङ्कल यो यति हालिदियो सोच पकेट पनि छैन बुझी भन्दै यहाँ लोसँग लगाइदिएको टिका त्यहाँदेखि यता उता लगाउँछु नि उता बक्कापट्टि आर्मीपट्टि फर्का त के लाग्यो जुत्ता लाएर बाहिरै पटेका दिएर बाहिरै खेल्छ केटाकेटी के हुन्छ अहिले पटेको पड्काएन भने बेलुका पनि पड्काउनु दिएन बेलुका पड्काउनु हुँदैन भन्छ होइन नि अस्तिको पालि यस्तो छोडे छोडे ए यहीँसम्म पुग्छ भन्दै थियो त अघि नै लोभेले कस्तो खतरा लगाइदिएको छ यहाँ लोभे त्यो लगाइदिएको यहाँ बगेर टिका पातला बनाएपछि बग्छ त भाइको त बगिरहेछ पुस्दै गर्नुपर्छ खाजा हालिदिनु वान ट्याप कलसमा अलि आइस न यता बस वान ट्याप लेसुको भाइसँग बस लङ भाइको छेउमा बस हो लु लङ र लोसाङलाई दिइहाल दाजुभाइलाई कोक स्पट जे खान्छ सबै पहेँलो लागेछ माथिबाट ल्याउनुपर्छ प्रवेशमा छ यस्तोमा चाहिँ कालो कालै लुगा लाउनु पर्ने छैन यसोको नगर नि त त्यस्तो गर्नु बिना अचारको चाहिँ कसरी मगाउँछ तिमीहरूको यस्तो रीति गर्ने भाइलाई काँटा सब्जी हेर्दै कान्छी माथि बात गरोस् न ल्याइदिन्छु ल्याइदेऊ माला त्यो होइन अर्को ठुलो माला म खाँदैन नि त धन्यवाद खाँदै गर्ला हातले हुन्छ भयो अलिक पुस्क ए अहिले चाहिँ मैले पुस्छु कस्तो बनाउँछ जस्तो भएको छ अहिले होइन भने त्यो ऐनामा हेरेर त हाँसेको त मैले माथि निकालिरहेको छु खै भाइलाई काँटा ल्याइदियो दाजुले दिनुभयो कति मागेको छ दाजुले देख्छ पानी ल्याइदियो अङ्कललाई एक ग्लास पहिला दाजु होइन त्यो भन्नु नानी अलिकति त बसेर खिच्न खेल्छ क्या हो त्यसरी ऊ त्यहाँ मेरो कोठाबाट त्यहाँबाट बसेर खिच्दा चाहिँ पढेन आनी निक्लिँदैन नि त त्यताबाट त्यही कारणले यतैबाट आपाजी फेरि कता हेरेको टेढे आँखाले बाहिरको मान्छे भरे हेर न आमा पनि बस्नु पर्ने त्यहाँ त म त लाउँदिनँ त टिका के भएको छ नलाउने हाम दाजु खसेको दिन छोडिदिएको टिका लाउनु क्रिस्चियन हो अरे माइती त छैन भने किन लाउनु होइन अनि यहाँ आप्पासँग पो बस्नु भनेको त लाउँदिनँ त्यही त टिका चाहिँ लाउँदिनँ म होस् उनीहरू टिका लाउँदैछ नि त भरे यता बस्दा भइहाल्छ त्यहाँ टिका लाउँदैछ नि त आप्पा म टिकै लाउँदिनँ भात त थोरै होला अरू अरू चाहिँ भेराइटी धेर होला त्यही भएर खाना थोपराले भन्नु भेराइटी पनि धेरै भेराइटी खोइ दादा अन्डा बनाएर म अन्डा नदिएको मैले आफै नदिएको अन्डा नदिनु अरे हौ माइतीलाई अन्डा हुन्छ अरे अन्डा अन्डा कहिले नदिनु भातमा बोतेसै अन्डा नदिनु
त्यसै त आँखा देख्दैन खै माक्पालाई सुप दिएन भाइ पानी दिउँ माक्पालाई पानी सानो त्यही त पहिला पानी गर्नु पर्थ्यो भइगयो सानो हात गएन ओखर लानुभयो त हामीले कितली भयो हाम्रो पानीको को यस्तो राम्रो मान्छे मेरो छेउमा बसेको कितलीको पानी तालामाथि पुरा छ अरे के खिच्दिएको म खिच्दिनँ त त्यही बनाएको सबजनाले नानीले यहाँ मिठाई ल्याउनु भएको छ यहाँ मिठाई त्यहाँ नसेले नि बेला उता फोटो अँधेर हुँदैन खदा लाउँदा भइहाल्छ होस् लाउँदैन यहाँ माथि भिडियो बनाएको थिएँ आप्पामा आनीले चाहिँ पोहोरको जस्तै दुईवटा आनी माला ए तपाईँको हाम्रो अहिले अहिले सबैजनाले लगाइसकोस् न अहिले खाने हप्ता छ तपाईँलाई भोक लाग्यो नि त 12 बजिसक्यो 12 1 बज्न आँटेछ धेरै भाइहरू सक्यो होइन यसलाई नि दिँदा हुन्थ्यो त हौ भात त उल्टो खोल्यो आप्पाको फेभरेट हो है आनी खुवाइदिनु लिने आप्पाको सब फेभरेट हो आफ्नो दिदीले चाहिँ फेभरेट ल्याइदिएछ आप्पालाई टेन्सन सकेको ल यो टेबल तानेर बस हजुर नानीहरूलाई दिँदै गयो भने सँगलिँदै जान्छ नि त ड्यान्सले हालिदिइहाल त उता बस अङ्कलको सोफा त्यो आनी यता बस बोलाउँदैन नि यता बस्छ ती आनी हो त्यो बस न हो ती बस ती खोइ रोस् न रोशन तयार हुँदैछ मामा आउँदैछ है भुषणदार आउँदैछ अरे आप्पा उठेर त आउनु अब एकछिन न आनीले एकछिन आनीको सकिन दिन्न आउनु है फेरि पल्टन यता यहाँ आउनु यहाँ अनि फ्याल्नु न त्यो फ्याल्नु पर्छ त छोप्दा पर्छ हौ फ्याल्नु यता बस्नु न भाइ हो अनि हेर्नु हुँदैन नि फर्केर अनि स्वाट्टै हेर्नु हुँदैन नि फर्केर बस्नु नि यता बसौँ चाहिँ यता बस भाइ तिमीहरू त एकैचोटि 3 जनालाई ढुक्कै भयो अँड्दैन होला नि त फेरि किन अड्दैन सोफामा लगाइदिने होइन कि भुइँमै जहाँ लगाइदिएको त्यही भुइँमै सजिलो हुनेछ लु आनी लु यहाँ तपाईँको डरै छ है आनी दुईजना अनि बस्ने अब आप्पालाई लगाइदिनुहुन्छ नि फोटो खिच्नेहरू चाहिँ त माथि सरायो अब ए फोटोमा खिच्छ हाम्रोमा त पैसा दिँदैन भनेर लु आनी बस्नु दुईजना बस्नु त्यहाँ त्यो तपाईँ त्यही बस्नु होइन नि तपाईँ दुईजना बस्नु आप्पाले टिका लगाइदिनु हुँदैन नि अनि पर सर नै पर आनी पर फोन गर्नु भनेको फोन नम्बर सोध्दै थियो ए तपाईँले ठुलोलाई होइन यता घुमाइहाल्नु न उठ्दैन भन्यो 2 बजी होइन 2 बजी फोन नम्बर सोध्दै थियो 2 बजे नाचेको राति हामी बाहिर एउटै घरमै लामो टाइम लाउँछ नि त 2-3 घन्टा नि एउटामा नाचेको पासँग गएकोमै अन्त 12-1 बजे भन्दै थियो रक्साङ मोमो खाऊ लगाइदिनु जुन पनि लगाइदिँदा हुन्छ त अब
हुन्छ आज रालाबागमा आज झोला बोकेर 4 जना बाइक लिएर जान्छ भने चाहिँ छिरुमा नत्र बाइक बोकेर यसो ए तल मेयरले बोलाएको छ अरे ए त्यसै भन्दै थियो मेयरले मेरोमा आएन भन्यो अरे कि हजुर अनि आज देउसी चाहिँ नभने झोला मात्र बोक्ने बाइकमा जाने भन्छ देउसी खेल्नु भइहाल्छ रम हाल्नुलाई अहिलेसम्म त घाममा अस्तिसम्म हुन्छ आजसम्म पूर्णसम्मै खेल्छ नि अरू बेला खेल्छ पूर्णसम्म नै खेल्छ नि पहिला सेतो लगाउनु नि लगाइदिनु भयो त लगाइदिनु भयो त सबै एउटै मजे सिङ्गा भएछ कि होइन मचिस सिङ्गा छुट्टा छुट्टै छ आपाले मिक्स हान्दैन भयो भगिन मैले त्यसो गरेँ आनीले त होला म सक्दिनँ आनी उठ्दा हुन्छ आनीहरूलाई खानेकुरोहरू के दिन्छ कान्दा खेल्नु आनीहरूलाई उठोस् हुन्छ म र छिरिङले चाहिँ बल गरेछौँ अब चाहिँ अन्तिम गरौँ हामी पनि आउँछ भनेर 10-11 बजीसम्म बस्यौँ छैन त टोली फेरि आज दिन माथि आपा हजार हजार छैन त हजार निक्ल्यो हजार गीत बजायो अन्त कत्रो बजाएर नाच्छ अन्त कहाँ खुट्टा 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 फेरि खुट्टा ढोक्नुपर्छ आज त 2 बजी जाउँ म यहाँ आज 2 बजी खुट्टा यता चप जुत्ता लगाएर है उता हाम्रोमा सिधै हो जुत्ता लगाएर खुट्टा पनि छुएन हौ आपाले होइन गर्नुपर्छ त एकैचोटि ड्यामै परेन एकैचोटि कसरी यस्तो रुखन ब्रान्ड ठुलो छ फुट्छ हेर लाताले हान्नुहुन्छ पाप लाग्ला नि सुत्त फेर्नु नहेर्नु पछाडि इधर आओ ये सब खिड्कीभित्रतिर सब खिड्कीभित्र छिरेको छ मम्मी खुट्टादेखि गर्नुपर्छ अच्छा त भाउजूको फेरि कान तान्दाखेरि सुनहरू आउला नि अचिताले अब म टिका हो त्यो गर्नु ल पहिला चाहिँ छुची लगाइदिनु अचेता दुध चाहिँ खुवाउँदैन आमाको चाहिँ खुवाउँदैन खुवाउँछ नि चुस्छ त्यो केही भात मागेको होला नि त्यस्तो हुन्छ नि केटाकेटीले साम पनि छोडिदिन्छ सबै गरेर पहिला त्यो भाकलहरू माग्छ चामलहरू पनि अब 6 महिनामा फेरि पूजा गर्नु छोडिन्छ नि 6 महिना पहिले पूजा गर्नुपर्छ सबैले अलिक डर लाग्छ नानीहरूलाई क्या पेटमा हुँदाखेरि के गर्छ सीताको कुरा केटी राम्रो परोस् काम गर्ने परोस् ज्ञानी होस् यत्रो आशीर्वाद राम्रो होइन अहिले कहाँ थाहा पाउँछौँ हाम्रो अहिलेसम्म थाहा पाउँदैन 6 महिना भइसकेर पढेको पनि पैसा मम्मी रेड सबैभन्दा माथि लगाइदिनुपर्छ है कति वर्ष भयो हामीले तपाईँको त बहुत ग्याप भयो 15 वर्ष जति भयो नेपालको दामी भएछ थाल्न त छुट्टी नपाएको नि नाकदेखि सुरु गर्दै नाकदेखि
एकै दिन मिलाउँदै जान्छु माइला बाबाको आशीर्वाद सुन्छ लड्छ जहिले हाँसेरै चुचीले त्यत्रो धेरै आशीर्वाद दियो कि बोल्लाउँदै आइज न लड्ने रहेछ है पयाबाट बनाएर ल्याइदिन्छ दिदी पऱ्यो भने त के लगेर जान्छ ड्युटीमै हुन्छ कि त्यो त होइन यसको खेला त म त त्यहाँ यसलाई ड्युटीमै लगेर जान्छ अहिले त बन्द छ नि त हिजोर आएर छ सानो छ माइला मामाको नछेलिदिनु न त्यहाँ होइन भएन भाइ खोइ पानी ल्याउनु यस्तो ठुलो लगाउनु पर्छ नि मैले एउटा ठुलो यहाँ छौ देखियो भाउजू र दादा क्लासमा भइहाल्छ यता स्वाटै मामा त्यसो नभए न अब मासु खाइसकेपछि भोलि पर्सि कुरा गर्नु अहिले पनि हाम्रो यहाँ मासु बिक्री हुँदैन म भात हालिदिँदै गरौँ कि पहिला खुवाइदिनु न खुवाइदिनु फल खुवाइदिनु फल त अघि नै आपाले बोकेर काट्दिनु त्यति बोकेर ल्याइदिउँ खाउ न त टिप्दै हल्का स्विट परिहाल्छ स्विट खाली भनेको जस्तो छ भाइ यता नउभिन ल अब यो परि यो माइला मामाको रोशन मामाको यो भूषण मामाको सगीको अब टिका लगाइदिनु सिक्रो भएछ यो है अनि तेल माइला यहाँ पानी सबै खानु नि खानुपर्छ त एक थो पनि नराइकन खानुपर्छ सगुन हो नि त लोकसँगले जबरजस्ती एउटा बडा गिलास खायो थाहै थिएन आधी गिलास पानी ल्याउन आँटेको गुड गुड मम्मी मम्मी ए अब चाहिँ मामा भिडियो हुँदैन कसम आशीर्वाद खतरा म 15वटा घरको मालिक होस् भनेको छ 15वटा घरको मालिक होस् भनेको छ उठ्नु नि अनि दबाईहरू अनि लगाइदिनु हुन्थ्यो नि हो त यतापट्टि घुमेर लाउनु पर्थ्यो के खायो हाम्रो माइलाले त यस्तो गर्दै जलेबी योभन्दा कति अग्लो होस् तेरो बहिनी अलिक रिस चाहिँ कम्ती होस् होइन रिस हमेसा यस्तै होस् सबलाई डगेर खाओस् बहिनीले होइन त्यस्तो नभन् न अन्त घर परिवारले यहाँ डगेर मार्न आइसक्यो सबै सिधा भयो नि त
कस्तो खतरनाक यहाँदेखि सिधै सिधै चले त्यस्तो हामी त यहाँ आइपुगिसक्यो मलाई सुन्नुहोस् न आशीर्वाद देऊ लाउनुले के आशीर्वाद दियो मलाई चाहिँ कम्ती गाली गर्नु दिदी भन्न त्यसले भन्नु जान्दैन रहेछ मनमै दिँदैछ जुनै केटीले पनि मलाई नकराउनु त्यस्तोहरू त्यही छ जुनै केटीले पनि मलाई नकराउनु भन्दैछ यता ऊ कराउने त जहिले त यस्तो भन्दा भनेको बरु नेपालको बजेट पास हुनुको लागि सांसदको बजेट पास हुनुको लागि टेन्सन हुँदैन कि यो दुईटा घरको दिदी बहिनीबाट चाहिँ बुहारी पास हुनुको लागि निकै गाह्रो छ जहिले त्यस्तो भन्नुभएको हाँस्दा हाँस्दा अब चाहिँ त्यहाँ सोफा होला ओहो तपाईँको अम्बर पहिला सुरु त टिकटक बनाउनु यो कसरी लाग्छ यहाँ राख्नु दिँदैछ यहाँ त चिसो छ मम्मी सोफामा के लुकेको अनि खै मम्मीलाई ढोक्नै भएन त नि कसैले पनि चेचेहरू आइरहेछ बुद्ध चेचेहरू लगाइदिइहाल्छु भरे लगाइदिनु एकछिन एकछिन एकैचोटि फुटाउनु न दाजुको घरको एकैचोटि ल भयो यसपालि पेन्डरहरूलाई सबैलाई बोलाएको चाहिँ किन भन्नु त कान्छीले संसार चिन्दैन अरे अन्त त्यो घरबाटै सबैलाई भेटेर म चिन्नुको लागि भनेर बोलाएको यसले दाजुहरू कोही चिन्दिनँ म भन्छ अन्त 19 वर्ष जति भयो बाहिर हिँडेको 19 वर्ष बेसी भइसक्यो अन्त अनि तिमी त टिका नलाए पनि यसो कोही कोही बेला त भेटघाट हुन्छ नि त उसको त भेटघाटै छैन नि त दाजुभाइसँग छुच्ची र रियान्सी चाहिँ एउटै भएछ ओके छु तर पनि खुसी छु उही हेर न हेर लु भाउजूलाई त लगाइदिनु भएन होइन म त्यो लगाइदिन्छु सप्तरङ्गी टिका लगाइदिन्छु कि फुल लगाइदिन्छु यहाँ म झिक्दिन नरिले पनि बिजो गरेर लाउँदा माथि दुईजना कता भयो लोपसाङ र लोपसाङ यहाँ छ लवङ अब खै कहाँ गयो लवङ र रियान्सी चाहिँ कहाँ गयो भन्छ फाटा गयो यो ठुलो ठुलो आँखा नदेख्ने छ त्यो के खेल्दै म्या गर्दैछ हाँस्दै छ जिन्दगी ठिक छ भाइको
मिठाई खुवाउनु मिठाई त्यो हातमै दिनु नि त्यो ग्लास सबै खानु कुटकुट Cuci यो दिन नि दिन्छ यहाँ अनुहारहरू खाना